म चाहिँ 2057 सालमा कुमारी भएको थिएँ अनि त्यतिखेर त्यो हाम्रो वीरेन्द्र सरकार राजा हुनुहुन्थ्यो हैन अनि म चाहिँ भर्खर कुमारी छानिएको भएर लगभग 3 महिना जति भएको थियो अनि म चाहिँ एक दिन एक्कासी नै रुन थालेको भनेर मम्मीले भन्नुभयो हैन 4 दिनसम्म लगातार म चाहिँ रोई भयो अनि मम्मीहरुलाई चाहिँ कस्तो लाग्यो भने अब केही नीति नियमहरु नमिलेर उहाँ रुन थाल्नु भएको हो कि भनेर धेरै क्षमा पूजा पनि गर्यो धेरै अब खेलौनाहरु कसरी चाहिँ फकाउन सकिन्छ भनेर दिन खोज्नु भयो त त्यो दिँदाखेरि पनि म चाहिँ खाँदा पनि आँसु आइराख्ने हैन बस्दा पनि जे गर्दा पनि सिंहासनमा बस्दा पनि रोइराख्ने 4 दिनसम्म त्यो कन्टिन्यू भयो हैन अनि त्यहाँको अब पुजारीहरु अरूहरु दर्शन गर्न आउनेहरुले चाहिँ यो किन अनिष्टको संकेत हो भनेर चाहिँ भन्नुभएको थियो अब नभन्दै चौथो दिनमा चाहिँ हामीलाई फोन आएको थियो दरबार हत्याकाण्ड भयो भनेर राति 2 बजेतिर फोन आएको थियो हैन अनि त्यो सुन्ने बित्तिकै म चाहिँ मतलब त्यो रुन छोडेर उठेर चाहिँ अब मेरो काम सक्यो भन्ने हिसाबले चाहिँ हाँस्दियो भनेर भन्नुहुन्छ के त्यो चाहिँ एउटा संकेत दिन खोजेको त्यो सम्बन्ध राजा र कुमारीको चाहिँ अब कुमारीले चाहिँ केही संकेत देखायो भने त्यो चाहिँ राजालाई चाहिँ अथवा राष्ट्रलाई चाहिँ नराम्रो हुने